म क्यानाडा 4 वर्ष बसेर आए म रिटर्न आए मैले कलेजमा राम्रो व्यवहार भएन क्यानाडामा तर म रिटर्न आए केही कारणवश आए होला तर अब म यहाँ आएर मैले यहाँ पढाइ सकिसके म मास्टर्स गर्दै छु अब यहाँ प्रब्लम के भयो भन्दाखेरि 4 महिना अगाडि कतिजना मान्छे मरे हजुरलाई थाहा छैन ठ्याक्कै हजुरलाई कतिजना मान्छे मरे सिंहदरबारमा गएर तपाईको कुन मन्त्रालयमा गएर शरण पढेर तपाईहरुले उहाँलाई ढोक्नु भएको किन अहिले मैले हैन भन्छ तपाई छुट्टै उहाँ छुट्टै उहाँहरु छुट्टै त्यही त उहाँहरु छुट्टै चाहिँ जी तपाई छुट्टै चाहिँ हो हामी छुट्टै हो भन्छ म पनि छुट्टै चाहिँ जी छुट्टै पाइयो अनि म तपाईलाई एकीकरण नभइकिन मैले भनेको हजुरले 5 वटा फ्याक्ट्री खोज्नु भयो हैन नेपाली मान्छेहरुलाई तपाईले नर्मल नेपाली मान्छेहरुलाई कसरी रोजगार दिनुहुन्छ सानो कुरा भन्दिनु मलाई ल मैले कसरी दिन्छु भन्दाखेरि भाइ अहिले मैले चाहिँ मेरो एउटा मल फ्याक्ट्री छ यहाँ विशालनगरमा हैन नेपालीहरुलाई मल पुराउँछु किसानहरुको मेरो यहाँ उसको के छ भन्दा बिरुवा कम्पनी छ मसँग 1123 प्रजातिको बिरुवा छ 230 प्रजातिको आँप मात्रै छ 3 लाख पर्ने म्याजाकी देखेर सबै कुराहरु छ अहिले चाहिँ मैले नेपालको हरेक पालिकामा संकलन केन्द्र वितरण केन्द्र नर्सरी र कोल्ड स्टोर बनाउँदै छु मैले चाहिँ 21 लाखलाई रोजगार दिन्छु कसरी दिन्छु भन्दाखेरि तिम्रो एन्सर भन्नु न एक पालिका 300 रोजगार दिन्छु पहिला त्यसले गर्दा 2 3 लाखले रोजगार पाउँछन् त्यसपछि चाहिँ मैले एक वडामा 300 दिन्छु त्यसले गर्दा 21 लाख जनाले रोजगार पाउँछ र दिइराछु गरिराछु भाइ राजा काम सानो ठुलो हुँदैन भाइ त्यो भ्रममा नपरौ न भाइ त्यो भ्रममा नपरौ न तिमी भ्रमै सुन्दा हामी सबैजना भाइ काम भन्ने सानो हुँदैन सामान्य ठुलो पनि हुँदैन कोही मान्छे सानो हुँदैन कोही मान्छे ठुलो हुँदैन सब बराबर एकजना आम नेपाली यसरी सिरक डोस्ना बोकेर 12 घण्टा आन्दोलनमा बस्न सक्छ तर एकजना आम नेपाली स्टिल फ्याक्ट्रीमा 12 घण्टा काम गर्न सक्दैन खोइ कहाँ छ स्टिल फ्याक्ट्री म देखाइन्छु हैन पञ्चकन्यामा हैन हुलास स्टिलमा हैन जगदम्बा स्टिलमा हैन मेरो त हस्पिटलमै डाक्टर छन् भाइ मेरो त 40 स्टाफ छन् डाक्टरहरु पेशेन्ट छोडेर किन आउनु भयो त सर पेशेन्ट त मेरो अलि देशै बिरामीमा देशको उपचार गर्न आए नि भाइ हैन देशको उपचार गर्न आए नि भाइ तिमीले के गर्यौ भाइ तिमीले के गर्यौ भाइ देश छोडेर भाग्ने भाइ के गर्यौ देशमा देशको अवस्था निर्मूल नबनाउने देशमा उपचार नगर्ने मैले देश बनाउन पाउन्न पहिला देशको अवस्था निर्मूल बनाउने बिरामी गरिब दुर्गीलाई अहिले पनि हेर नेपालमा 16,40,000 फ्रीमा उपचार 16,40,000 जनाको भाइ एउटा कुरा सुन भाइ ल आज दाइसँगै बस्छु म यहाँ बस न दाइसँगै बस्छु सरकारी विरुद्ध दाइ निक्लोज दाइ हामी गाडी नगरेर भाइ को मान्छे एउटा कुरा भाइ हामी चाहिँ घाइते भएको छ नेपाली हाम्रो देशको के नेपाल हाम्रो विचार के हुन्छ विचारमा नेपाल एकछिन नबोल्नुस् एकछिन राखौ तपाईहरु सुन न बोल्नु निकोलस सरी दुखिरा छ त्यो दाइको फ्याक्चर अब यो मिडिया नि बन्द गर्नु प्लिज बडी भइसक्यो हामी लास्ट एउटा है आन्दोलन गर्ने हामी अहिले देशको अरूले बोल्नुहुन्छ म बोल्दैन बनाउन सकिन्छ त्यो बाटोमा नजाने नाना थरीको प्रश्न गरे देशलाई कसरी निकासतर्फ लैजान सकिन्छ त्यो विषयवस्तुमा केन्द्रित हौ शिक्षामा आमूल परिवर्तन आउनुपर्छ शिक्षालाई 30 वर्षमा हात बाँधेर राख्ने त्यो शिक्षालाई यदि हामीले आमूल परिवर्तन गर्यौं भने 6 क्लासबाटै कृषि गर्न सिकायौं भने 6 क्लास तर तपाईको कुलमान दाइले तपाईले कतिको कुरा सुन्दिनु भयो मन्त्री हुँदा तपाईले के माग राखेर कुलमान घिसिङ यसो छ के तपाईको कुरा सुन्दिनु म गइन म कसैमा गएन त्यो 2 माग लिएर जादिन 2 महिना अगाडि त कुलमान दाइको पनि नेपालका विद्यार्थीहरूले बनाउँछ 2 महिना अगाडि कुलमान दाइको पनि आन्दोलन गर्नु भएको छ कि नै तपाईले दाइ सरी 10 वर्षदेखि गरेर हो त गर्न त म के माग्न जान्न के राजा कहिले पनि त्यो त तपाईको राम्रो कुरा हो माग्न जानु भएन कुलमान सिंहको आन्दोलनमा तपाई जानुभयो थियो कुलमान सिंहको समर्थनमा तपाई जानुभयो थियो कुलमान अहिले महावीर दाइलाई साथ दिए मैले कुलमान दाइलाई साथ दिए किसान आन्दोलनमा साथ दिए डाक्टरको आन्दोलनमा साथ दिए स्वास्थ्य कर्मीकोमा साथ दिए सबकोमा साथ दिए तपाईले किन साथ सहयोग गरेन मलाई साथ सहयोग चाहिएन भाइ मलाई चाहिँ जेनजीहरुलाई साथ सहयोग चाहिएको छ नेपाली जनतालाई चाहिएको छ किसान हैन के जेनजी को पनि चाहिएको जेनजी ला चाहिएको मलाई कसैको साथ सहयोग चाहिएन कसैको दया चाहिएन कसैको माया चाहिएन मलाई के चाहिएको छ राम्रो देश चाहिएको मलाई के चाहिएको गैर दलीय सरकारमा दलीय दलीय ल म भाइ मैले ठेक्का ल्याइन नि त भाइ सबैको आफैमा डिस्कस गरौँ तपाईहरु यति बुझ्नुस् गैर दलीय सरकारमा दलीय गतिविधि गर्नु सामाजिक अपराध हो है र जसले यस्तो अपराध गर्छ त्यसरी गर्न पाइदैन सिधा कुरा है सबै यति जना आउनु भएको छ धन्यवाद दाइ मैले के भनेको भन्दाखेरि 6 महिना अगाडि जुन आन्दोलन भयो 6 महिना पनि भएको छैन
जुन आन्दोलन भयो त्यो आन्दोलन भइसकेपछि यो सरकार स्थापित तपाईहरु चाहिँ आन्दोलनको कति महिना भयो भन न पहिला यो आन्दोलन कति महिना आन्दोलन भयो यो भन न यार यहाँ सुन्नु न निष्कर्ष सुन्नु न यहाँ आन्दोलन भएको छ 6 महिना अगाडि 6 महिना अगाडि पनि भएको छैन आन्दोलन बाटोमा सुतम आजदेखि माइती गरेर बाटोमा सुतम पर्सिदेखि निर्णायक आन्दोलन हुन्छ यहाँ गाडी नै चल्न नदेऊ पर्सिदेखि निर्णायक आन्दोलन हुन्छ यही माइती घर मण्डलमा पर्सिदेखि निर्णायक आन्दोलन हुन्छ तपाईहरु ढुकाउनु भन्नुपर्ने कुरा भनिसक्यो अब घुसपेट त हुन्छ अहिले पनि भइरहेछ यहाँ धेरैतिर हामी घाइते भएका छौँ हिजो प्रहरीको लाठी चार्ज गर्छ हामी माथि त्यो विषयमा कसैले सोधेन जोजोला मैले तपाईले लेख्नु भयो नि यहाँ ट्रल बनाउन पनि खोज्छन् है मिडिया यो देश बिग्रिनु भनेको पहिलो मैले सबैको अनि अन्तिम एउटा मात्र यो कुरा भन्दिन एउटा कुरा भन्दिन ल जसले हामीलाई चाहिँ नराम्रो बनाएको छ ट्रल बनाएको जे बनाएको छ चरित्र हत्या गरेको छ नि सबैको नाम टिपेर सबै मिडियादेखि लिएर सबैलाई चाहिँ हामीले चाहिँ कानुनी रूपमा यहाँ मुद्दाको लागि भर्खर वकिल आउनुमाथि दर्ता गरिसकेछौँ हाम्रो मेक्सम गौडेलदेखि लिएर अर्को क्रिकेट टोलीदेखि लिएर भयो जति सबैलाई चाहिँ राम्रो कुरा सोधेर गर्ने नै भयो नि कति गर्ने सोधेर गर तिमीहरू सबैलाई मुद्दा हालेर मैले चाहिँ यहाँ कानुनी लडाई र यति मुद्दाले पनि यिनीहरूले कारबाही गर्ने मेरो पनि जस्ता छ मेरो पनि टोली छ आइज सिंगल लडौँला र गाजाको कुरालाई पोजिटिभली लेख